रवि लामिछाने अहिले थुनिनु भएको छ। यति धेरै मान्छेहरूले अन्याय गरे तर रविलाई मात्रै थुनेर सबै त्यतापट्टि केन्द्रित भयो। उहाँको के होला यसो बुझ्दिनु होला न भन्नुभएको थियो। पहिलो कुरा रवि म प्रधानमन्त्री हुँदै गर्दा 2 चोटि गृहमन्त्री हुनुभयो र गृहमन्त्रीको रूपमा उहाँले कयौं कामहरू नयाँ ढङ्गले अगाडि बढाउन खोजेकै हो भन्ने कुरा मलाई थाहा छ। सहकारी सम्बन्धी विषयमा जब उहाँको बारेमा प्रश्न उठ्यो त्यो बेलामा सहकारी सम्बन्धी विषयलाई संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ भन्नेमा रविजी र म नै हो। त्यति बेला सरकारको समीकरणमा भएका केपी ओलीजी अहिलेका प्रधानमन्त्री त्यो पक्षमा हुनु थिएन। बरु रवि लामिछानेले नि यो बेकारमा झमेला सदनभित्र गतिरोध हुनुभन्दा मेरो बारेमा छानबिन होस्, म दोषी छु भने कारबाही होस् भन्ने आँट चाहिँ गरेकै हो रविले। अनि मैले सदनमा प्रधानमन्त्रीको हैसियतले जवाफ दिँदा मैले त्यति बेलाका चाहिँ सिआइबी जति पनि अनुसन्धानकर्ता एजेन्सीहरू थिए, सेक्युरिटी चिफहरू, आइजिपीहरू अनि पोखरा चाहिँ बुटोल लगायतका सबै ती प्रतिनिधिहरूलाई मैले सोधेको थिएँ किनकि मैले प्रतिनिधि सभामा पार्लियामेन्टमा जवाफ दिनुपर्ने थियो। साँचो कुरो के हो भन्न पर्यो। यदि सहकारीमा चाहिँ रविको गल्ती नै छ भने कारबाही होस्, तर गल्ती छैन भने यो जो हो हल्ला भइरहेको छ यो पनि रोकिनु पर्यो भन्दाखेरि सहकारीमा रविको कहीँ कतै गल्ती देखिँदैन हजुर भनेर सबैले भनेपछि मैले पार्लियामेन्टमा गएर सहकारीको मुद्दामा रविको गल्ती छैन भन्छन् राज्यका सबै अङ्गहरूले, सेक्युरिटी अङ्गहरूले भनेर मैले बोलेको कारण त्यो हो। अब अहिले समिति बनाइयो, म नै प्रधानमन्त्री भएको बेलामा मेरै प्रस्तावमा र रवि समेतको प्रस्तावमा समिति पनि बन्यो, छानबिन पनि भयो। तर छानबिनले के ल्याए त? त्यो छानबिन समिति त सर्वदलीय थियो। त्यो सर्वदलीय समितिले सहकारीमा दोषी देखिएन रवि लामिछाने भनेर सहकारी ठगीबाट उन्मुक्ति दियो रवि लामिछानेलाई। सबैले यो कुरा तपाईँहरूले नि बुझ्नुभएकै होला। त्यसको अध्यक्षले पनि सहकारीमा चाहिँ रविको दोष देखिएन भनेर सार्वजनिक बोल्नु पनि भयो। तर गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा लगेको भन्ने विषयमा भने अनुसन्धान हुनुपर्छ भन्ने पनि त्यो समितिले भन्यो। त्यही विषयमा अहिले सरकारले रविलाई चाहिँ गिरफ्तार गरेर चाहिँ अदालतमा त्यसलाई चाहिँ अगाडि बढाउने कोसिस गरेको छ। तर हाम्रो भनाइ के हो भने यदि त्यसमा पनि रविको दोष छ भने उनलाई कारबाही गर्न हुँदैन भन्ने हाम्रो र मेरो कहीँ कतै भनाइ होइन। कतिपय मान्छेले मैले सभा गरे पनि रविकै लागि गर्यो, अर्को गरे पनि रविकै लागि गर्यो भनेका छन्, त्यो पनि होइन। यदि रवि कहीँ कमजोरी छ, दोषी छ भने रवि पनि कारबाहीको चाहिँ दायरामा आउनुपर्छ। मैले त यति पनि भने हिजो म नै प्रधानमन्त्री हुँदा चाहे भुटानी शरणार्थीको कुरा होस्, चाहे सुन तस्करीको कुरा होस्, चाहे ललिता निवासको कुरा होस्, चाहे अरू कुराहरू होस्, माओवादीकै कुनै नेता पर्छ भने मैले अरू नेताको कुरा छोडिदिउँ, प्रचण्ड नै पनि कहीँ दोषी देखिन्छ भने नछोड भन्ने मान्छे हो म। त्यसो भएको हुनाले यहाँ अहिले सरकारले गरेको पूर्वाग्रही छ भन्ने हो मेरो। रविलाई भन्दा चर्को आलोचना गरेर प्रतिवेदनमा नेपाली काङ्ग्रेससँग सम्बन्धित, एमालेसँग सम्बन्धित मान्छेहरूलाई पनि आरोपित गरेको छ। उनीहरूलाई चाहिँ बचाउने, रविलाई मात्रै गिरफ्तार गरेर अझ चाहिँ प्रतिशोध लिन खोजे जस्तो जो देखिया छ त्यो बेठिक छ भन्ने मेरो भनाइ हो। अहिले पनि रविले आफै फेरि भनिराख्नु भएकै छ, म अदालतप्रति मेरो भरोसा छ, अदालतले न्याय गर्छ भन्ने म विश्वास गर्छु। यदि म दोषी छु भने कारबाही भउन तयार छु। तर मलाई जसरी हिरासतमा लिइएको छ, किनभने उनी भागेर जाने स्थिति त रविको थिएन, बोलाएर सोध्दै चाहिँ अदालतमा मुद्दा चलाउँदै गरे पनि हुन्थ्यो। मैले त अस्ति बालुवाटारमा प्रधानमन्त्री समेत, नेपाली काङ्ग्रेसका सभापति समेतको अगाडि भनेको थिएँ, माने कुनै ठुलो राजनीतिक नेता जो देश छोडेर भाग्नेवाला छैन या कोही व्यवसायी पनि जो देश छोडेर भाग्नेवाला छैन उसलाई लगेर हिरासतमै राख्नुपर्छ भन्ने छैन। बोलाउँदै चाहिँ बयान लिँदै अनि अदालतमा मुद्दा दर्ता गरेर अदालतलाई फैसला गर्ने अधिकार दिँदा हुन्थ्यो भनेर मैले भनेकै थिएँ। मेरो यो भनाइ हो। तर यो सरकार चाहिँ बडो पूर्वाग्रही भएर आफ्नो नजिकका भ्रष्टहरूलाई जसरी पनि बचाउने, आफ्नो अलिकति राजनीतिक आलोचक छ भने त्यसलाई भएको नभएको दोष थुपार्ने जो गरेको छ त्यो गलत छ भन्ने मेरो भनाइ हो।